एमाले पार्टी मन पर्नुको प्रमुख कारण भन्दा मेन त अहिले समृद्ध नेपाल र सुखी नेपाली हेर्नुहोस् होइन। राष्ट्रिय अखण्डताको कुराहरू छँदैछ, स्वाधीनताको कुराहरू छ। जुन पार्टीले देशको लागि देशको हितमा त्यो खालको एजेन्डाहरू बोक्छ त्यो त सबैलाई मन पर्नु पर्यो। राजनीति भन्ने कुरा चाहिँ हिजो अलिकति चर्चा भयो अनि फुट्ट गएर पार्टीको बिल्ला बेरी हाल्दैमा देश बन्दैन कि हजुर। यसको लागि पनि त धेरै मेरो वर्षौँदेखि दायर हुनुहुन्छ, वर्षौँदेखि पछाडि हुनुहुन्छ, वर्षौँदेखि उहाँहरूले राजनीतिलाई गर्दै आइरहनु भएको छ नि त। उहाँले फुट्ट आएर एउटा एल्बम निकालेर त अथवा एउटा फिल्म बनाएर उहाँहरू कलाकार बन्दैन नि त। त्यसरी एउटा कलाकार पनि फुट्ट गएर चाहिँ एउटा राजनीतिज्ञ बन्छ भन्ने मलाई लाग्दैन। आउनुपर्छ, स्वागत गरौँ, सिक्नुहोस्, हेर्नुहोस्, पढ्नुहोस्, जान्नुहोस्, बुझ्नुहोस्, देशको हितमा काम गर्नुहोस्। त्यसको लागि समय लाग्छ हजुर। आन्दोलन भन्ने कुराहरू चाहिँ राम्रोको लागि हुन्छ, परिवर्तनको लागि हुन्छ र परिवर्तन के त भन्दा सकारात्मक परिवर्तन हो। सरसर्ती हेर्दाखेरि सकारात्मक भन्दा पनि नकारात्मक परिवर्तनहरू देखियो, देशहरू जले, त्यसको लागि त्यसलाई चाहिँ म सपोर्ट गर्दिनँ हजुर। पार्टी भन्दा पनि सिङ्गो नेपालको कुरा छ, नेपाल बचाउने कुरा छ। यो विषम परिस्थितिमा एमाले उठाएको कदम चाहिँ अलिकति लायकको छ भनौँ। आशा छ देश तहस नहस हुनुबाट जोगिन्छ कि भन्ने आशा छ। एट द एन्ड हामी सबैलाई देशकै चिन्ता त हो। कुरा र अहिले हुन्छ नि हाम्रो कुरा अलिकति डिफ्रेन्ट छ होइन। उहाँ एउटा कार्यक्रम गएर बोल्दै गर्दाखेरि को कुरा र त्यसपछिको रियाक्सनहरू हो होइन। त्यो अब मान्छेहरूलाई चाहिँ कस्तो छ भने कलाकारले चाहिँ पार्टीको बारेमा बोल्यो, नेताको बारेमा बोल्यो भने गाली खाइन्छ भन्ने हुन्छ। गाली खानाबाट को वञ्चित छ भने होइन, कोही पनि वञ्चित छैन नि त। हिजो भगवान्को पालादेखि आजसम्म हेरौँ, त्यसले गर्दाखेरि ती कुराहरू लिनुपर्छ, सबै कुराहरू, गाली तालीहरू सबै कुराहरू